यं ब्रह्मा वरुणेन्द्र रुद्र मरुत स्तुनुवन्ति दिव्य स्तभै वेदै साङ्गपदक्रमोपनिषदर गायन्ति यं सामगा ध्यानास् बस्ति तद्गतेन मनसा पश्यन्ति यं योगिनः यस्तान्तं न विदुसुरसुरगणा देवाय तस्मै नमः। श्रीमचन्दन चर्चितोज्जलवपु शुक्लम्बरा मल्लिका मालालङ्कृत कुण्डला प्रविलास मुक्ता बलिशोभिता सर्वज्ञाननिदान पुस्तकधरा रुद्राक्ष माला धरा वाग्देवी वदनां बुझि बसतु मे त्रैलोक्य माता चिरं मूकं करोति वाचालं पङ्गुलघ्वयते गिरिं यत्कृपा तमहं वन्दे परमानन्द माधवं। नमो भगवते तस्मै व्यासाय मिततेजसे यस्य प्रसादाक्ष्यामि नारायणं कथामिमां नारायणं नमस्कृतं नरं चैव नरोत्तमं देवी सरस्वती व्यासं ततो जयेत् त्रयोदशों ध्याय हरि 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 हरि। कुमारजी आज्ञा गर्नुहुन्छ अगस्त्य मुनि। त्यहाँ पछि पौष शुक्ल पूर्णिमाको दिन आइपुग्यो र उमाले विष्णुका आज्ञाले सङ्गिनी समेत भई गोडाका नङ काटे स्नान गरी पवित्र भई एकभक्त रही एकचित्त गरी सधैँ मध्याह्न कालमा श्री महादेवको पूजा गर्न लागिन्। महिना दिन पुग्यो र माघ शुक्ल पूर्णिमाका दिन सम्पूर्ण सामग्री तयार गरी श्री स्वस्तानी परमेश्वरीको पूजा ध्यान जप र स्तोत्र पाठ गर्न लागिन्। त्यो इन्द्रले चाल पाएर 33 कोटी देवता डाकी भन्न लागे, हे देवता हो, अब पापिष्ट तारकासुरको नाश हुने समय आयो। किनभने हिमालय पर्वतकी छोरी उमाले श्री महादेव स्वामी पाऊँ भने श्री स्वस्तानी परमेश्वरीको व्रत गरिन्। श्री स्वस्तानी परमेश्वरीका व्रतका प्रभावले श्री महादेव स्वामी पाएपछि उमाका छोरा जन्मनेछन्। ती बालकले हाम्रो शत्रु तारकासुर दैत्यलाई मारिदिनेछन् अनि अमरावती हात लगाई राज्य गर्न पाउला। हेर, श्री महादेव सतीदेवी मर्नाले शोक गरी पृथ्वी भ्रमण गर्दै उत्तरा पन्थमा गई काम क्रोध लोभ मोह छोडी सबै इन्द्रिय बाँधी परब्रह्ममा चित्त लगाई महाकष्टले तपस्या गर्न लाग्नु भएको छ। श्री महादेवलाई तपस्यादेखि छुटाई फेरि काम क्रोध लोभ मोहमा ल्याउने उपाय के छ? यति इन्द्रले भनेको सुनि देवताहरू भन्दछन्, हे देवेन्द्र, त्यो काम गर्न त कामदेव बाहेक अरू कसले सक्ला? उनैले श्री महादेवका हृदयमा काम बाण प्रहार गरी त्यो काम पुरा गर्न सक्दछन्। त्यो सुनि इन्द्रले त्यसै हो, कामदेवलाई डाकी ल्याऊ भनी वायुलाई हराएर वायुले इन्द्रका आज्ञाले कामदेव कहाँ गई चाँडै डाकी ल्याइदिए। कामदेवले इन्द्रलाई प्रणाम गरी मलाई कुन कामका निमित्त डाक्नु भयो, म तयार छु भनेर इन्द्र आज्ञा गर्दछन्। हे कामदेव, श्री महादेव उत्तरापन्थमा गई काम क्रोध लोभ मोह छोडी सबै इन्द्रिय बाँधी परब्रह्ममा चित्त लगाई तपस्या गर्न लाग्नु भइरहेछ। बिना महादेवले यो संसारको रक्षा गर्ला, यस उसले तिमी वहाँ गई श्री महादेवको हृदयमा काम बाण प्रहार गरी फेरि काम क्रोध लोभ मोहमा ल्याऊ। यति इन्द्रका वचन सुने कामदेवले हवस भनी आफ्नी स्त्री रतिका साथ उत्तरपन्थमा गई श्री महादेवलाई साष्टाङ्ग प्रणाम गरी इन्द्रका आज्ञाले धनुको टङ्कार गरी कानसम्म तातो खैची श्री महादेवको मर्मताकी काम बाण प्रहार गरे। त्यो चाल पाई श्री महादेवले रिसाएर प्रिलिक्क आँखा उगारी हेर्दा तिनै आँखादेखि अग्निको ज्वाला निस्केर कामदेव भस्म भए। कामदेवकी स्त्री रतिले आफ्ना स्वामी भस्म भएको देखि छाती पिटी बिलौना गरी श्री महादेवका पाउमा परि बिन्ती गर्न लागिन्, हे जगदीश्वर, त्यो अपराध मेरा स्वामीको होइन, उनले इन्द्रका आज्ञाले त्यसो गरेका हुन्। हे युग नायक, मसँग खुसी भई यो अपराध क्षमा गरी स्वामी दान गर्नुहोस्। हे करुणामय, दुष्टको संहार गरी साधुलाई रक्षा गरिरहने यस्ता तपाईँलाई कोटी कोटी नमस्कार छ। तपाईँको वर्णन गर्न हजार फर्ना भएका शेषनागले पनि नसकेको म स्त्री जातिले के सकुले? हे भगवान, हे भक्तवत्सल, मलाई विधवा नगराउनुहोस्, मेरा स्वामीलाई ज्याइ सन्तोष दिई घर पठाउनुहोस् भनी धेरै शोक गरेको र स्तुति गरेको सुनि श्री महादेवलाई ज्यादै दया लाग्यो र हेरते यस जन्ममा भने तिमी स्वामी पाउँदिनौ, द्वापरका अन्त्यमा श्री विष्णुले कृष्ण अवतार लिनुहुनेछ। तिम्रा स्वामी कामदेव कृष्णका पुत्र प्रद्युम्न भई जन्मनेछन् अनि त्यही बखतमा तिमी दुईको स्त्री पुरुषको भेट होला। अहिले दुःख नमाना घर जाऊ भन्नुभयो। त्यो सुनि रतिले अवश्य भने श्री महादेवलाई साष्टाङ्ग प्रणाम गरी घरतिर फिरिन्। तब महादेवले सतीदेवीलाई सम्झेर कहाँ जन्म लिन गइन् भनी ध्यान दृष्टिले विचार गरी हेर्दा हिमालय पर्वतकी छोरी उमा भई जन्मी श्री महादेव स्वामी पाऊँ भनी केटाकेटीदेखि नाना तीर्थ व्रत दान धर्म जप तप यज्ञ गरेको फेरि श्री विष्णुका उपदेशले श्री स्वस्तानी परमेश्वरीको व्रत गर्न लागेको चाल पाएर अब उमाको चरित्र हेरौँ भनी
इन्द्र स्वरूप भई वज्र हातमा लिई ऐरावत हात्तीमा चढी उमाले व्रत गरिरहेको ठाउँमा जानुभयो। उमाले सब व्रत गरिसके हातमा अर्घ पात्र लिई श्री महादेव स्वामी पाऊँ भनी श्री स्वस्थानी परमेश्वरीलाई अर्घ दिए। स्तुति गर्न लागिन्। हे ईश्वरी निरञ्जन निराकार, तपाईलाई कोटि कोटि नमस्कार छ। तपाईँ पञ्चभूत पनि तपाईँ, सत्व रज र तम यी त्रिगुण पनि तपाईँ, यो संसारमा आत्मस्वरूप भइरहेकी पनि तपाईँ, आदि शक्ति पनि तपाईँ, काल स्वरूपा पनि तपाईँ, आदि अन्त्य हात पाउ नभएकी पनि तपाईँ। यस्ती अव्यक्त तपाईँको वर्णन गर्न चतुर्मुख ब्रह्मा सरस्वती शेषनाग यिनीहरूले पनि सक्दैनन्। म कसरी सकुले मेरो भक्तिदेखि खुसी हुनुहोस् भनी तरह तरहले स्तुति गरी प्रसाद झिक्न लागेकी थिइन्। त्यही बेलामा इन्द्ररूप श्री महादेव टोप्लोक आइपुग्नु भयो। गिरिजाले देखि यथा योग्य, जसरी ठिक हुन्छ उसै गरी पूजा गरी हे देवेन्द्र, तपाईँ यहाँ के कामले आउनुभयो त्यो सुन्न पाऊँ भनिन् र इन्द्ररूप श्री महादेव आज्ञा गर्नु छ गिरिजे, तिम्रो भक्तिदेखि म खुसी भएँ। श्री महादेव स्वामी पाऊँ भनी तिमीले यो व्रत गर्यौ त्यो ठिक हो, तर महादेव कस्ता छन् भने त्यो पनि विचार गर्नु। बहुला जस्तो महाघृणी, सर्पका गहना लगाउने, कम्मरमा बाघको छाला बेर्ने, भूत प्रेत पिचास प्रमतगणमा सँगै लिएर हिँड्ने, बुढो गोरुमा चढ्ने, दाहिने हातले डमडम डम्मर बजाउने, बायाँ हातमा त्रिशूल लिने, विषभाङ धतुरो खाने, लाज शर्म केही नभएका यस्ता फिरन्ते घोरमूर्ति डरलाग्दो भई श्मशानमा बास गर्ने यस्ता विरूपका तिमी चाहिँ यस्तै सुकुमारी, रूपले बलेकी शिलामा ढलेकी, तिम्रो र महादेवको जोडा मिल्दैन। सबै देवताको राजा मलाई स्वामी सम्झी स्वर्गकी रानी हौ। यति इन्द्र रूप महादेवले आज्ञा भएको सुनि गिरिजालाई झनक्क रिस उठ्यो र हे पापिष्ट इन्द्र, मैले यस्तै श्री स्वस्थानी परमेश्वरी को व्रत गरिरहेको ठाउँमा आई यस्तो कुरा मुखबाट निकाल्यौ, श्री महादेवलाई नाना तरहले निन्दा गर्यौ, यो मैले सहन सकिन, म तिमीलाई श्राप दिन्छु भनी श्राप दिन तयार भइन्। तब इन्द्र रूप श्री महादेवले गिरिजाले श्राप दिइहाल्छिन् कि भन्ने डरले, हे देवी म इन्द्र होइन, तिम्रो चरित्र हेर्न इन्द्र रूप भए आएको तिमीले नै खोजेको चाहिँ हुँ, तिमी धन्य रहेछौ, तिम्रो भक्तिदेखि म खुसी भएँ भनी ज्योतिर स्वरूपले आफ्नो दर्शन दिनुभयो। अनि पछि पार्वतीले मनमा आनन्द मानी साष्टाङ्ग प्रणाम गरी हे जगदीश्वर, केटा केटीदेखि मैले नाना तीर्थ व्रत दान धर्म जप तप यज्ञ गरेकोले तपाईँको दर्शन पाएँ। अब यो श्री स्वस्थानी परमेश्वरीको प्रसाद दिनलाई कन्यादान भएको छैन, कसो गर्ने भनी बिन्ती गरिन्। तब श्री महादेव प्रसन्न भई गिरिजा कन्यादान लिन भनी साथमा हिमालय पर्वतका घर जानुभयो। हिमालय पर्वतले श्री महादेवलाई आएको देखि आफ्नी पुत्री गिरिजाले श्री महादेव स्वामी पाउन लागि भन्ने बडो हर्षले आफ्नी स्त्री मेनकासँग गए भने, हे प्रिय हामी धन्य रहेछौँ, गिरिजा कन्यादान लिन भनी श्री महादेव आउनु भएछ, अब कन्यादान गर्ने सामग्री तयार गर भनी हराए। वशिष्ठ आदि ऋषि ज्योतिषीलाई डाके विचार गरी अक्षय तृतीयाका दिन लग्न ठर्याए। स्वर्ग मर्ते र पाताल तिनै लोकका देवता ऋषि गन्धर्व किन्नर दैत्य नाग अप्सराहरूलाई निम्ता दिए। उनीहरू पनि कन्यादानको बखतमा आइबसे। चतुर्मुखी ब्रह्माजी यज्ञ गर्न लाग्नुभयो। ऋषिहरू चार वेद पढ्न लागे, गायत्री जप्न लागे, गन्धर्वहरू अप्सराहरूका साथ नाचगान बजान गर्न लागे। देव कन्या, गन्धर्व कन्या, किन्नर कन्या, दैत्य कन्या, नाग कन्या रङ्ग बिरङ्गका कपडा थरी थरीका गहनाले ठाँटिएर ऊभन्दा ऊ राम्री भई गिरिजा कन्यादान दिएको हेर्न आए। मेनकाले पनि उमालाई सुगन्ध लेपन गराई, हिरा मोती माणिक्य नाना रत्न जडाउ गरेका गहना कपडा लगाई सिँगारी राखेकी थिइन्। उसै त राम्री उमा त्यसैमा झनै सिँगारिना त त्रिलोकमा कसैले नभेटाउने भइन्। 16 श्रृङ्गारले सजाइएकी त्यस्ती उमा महादेवका समीपमा बस्दा चन्द्र सूर्य एकैचोटि उदाएका हुन् क्यारे भने जस्तो देखिन्। तरह तरहका मङ्गल गीत बाध्य गरी हिमालय पर्वतले तिलकुशले उमाको हात समाते। मेनकाले सुनको कमाण्डलुले जलधारा गरिन् र कन्यादान गर्न लाग्दा, तपाईँको गोत्र के हो? बिना गोत्रले केही काम नगर्नु भनेको छ भनी हिमालय पर्वतले सोधे। श्री महादेव केही उत्तर दिन नसके, साह्रै लाज मानि हुँदो मुन्टो गरिरहनु भयो। यो देखि 33 कोटी देवता ऋषि गन्धर्व किन्नर दैत्य नाग कसैले पनि यसै हो भन्न सकेनन् र चुप लागिरहे। त्यही अवसरमा नारद ऋषि पनि सतीदेवीको हाडको यन्त्र बनाई बजाउँदै शिवगीत गाउँदै नाच्दै हिमालय पर्वत कहाँ आएर हे गिरिराज, जसका मायाले यो संसारमा
सृष्टि स्थिति संहार भएको छ। फेरि जो एकै मूर्तिबाट ब्रह्मा विष्णु महेश्वर 3 भएका छन्, फेरि 3 भएर पनि एकै मूर्तिमा हुन्छन्। यस्ता आदि पुरुष कसैबाट नजन्मेका, तिनका बाबु पनि छैनन्, आमा पनि छैनन्, जात पनि छैन, गोत्र पनि छैन, सर्वव्यापी जताततै रहेका पनि तिनै, 33 कोटी देवताका पितामह पनि तिनै, फेरि 14 भुवनमा जति जीवात्मा छन् तिनका हृदयमा बसी पाप र पुण्यको साक्षी भइरहेका पनि तिनै, निरञ्जन निराकार पनि तिनै। यस्ता ईश्वरको महिमा वर्णन गर्न हजार जिब्रा भएका शेषनाग चतुर्मुख ब्रह्मा यिनीहरूले पनि नसकेको म कसरी सकुला। जगदीश्वर श्री महादेवलाई पार्वती कन्यादान देऊ सन्देह नगर भने। यति नारद ऋषिले भनेपछि सब देवता ऋषि यक्षे गन्धर्व किन्नर नागहरूले नारदले बेस भने भन्दा हिमालय पर्वतले सन्देह छोडी श्री महादेवलाई पार्वती कन्यादान गरिदिए। गिरिजाले श्री महादेवका गलामा फुलको माला दिए। 3 फेर परिक्रमा गरी पाउमा परिन्। हिमालय पर्वतले पनि श्रद्धा साथ सबै देवता ऋषि यक्ष गन्धर्व किन्नर दैत्य र नागहरूलाई पूजा गरी भोजन गराई सम्मान गरे। अनि पछि सबैले हिमालय पर्वतसित भने, हे हिमालय, तिमी धन्य रहेछौ, मेनकाको कोख पनि धन्य रहेछ। तिमी जस्ता भाग्यमानी सातै द्वीपमा पनि हुन दुर्लभ छ। तिमीले जन्म लिएको सफल भयो। जुन पिनाकधारी श्री महादेवलाई योगीहरूले ध्यान दृष्टिले पनि हेर्दा पाउन सक्दैनन्, उनैलाई आज तिमीले जुवाई गरायौ। हामी कृतार्थ भयौँ। अब बिदा भए आफ्ना आफ्ना आश्रममा जाने थियौँ भने निम्तामा आएका सबैले भन्दा हिमालय पर्वतले हुन्छ त यहाँहरूलाई दुःख दिए, दुःख नमान्नु होला भनी बिदा दिएर सबै आफ्ना आफ्ना आश्रममा गए। यति श्री स्कन्दे पुराण केदारखण्डे माघमाते कुमारगस्ते संवादे श्री स्वस्तानी परशुराय व्रत कथायम पार्वती कन्या दानम नाम त्रयोदशम अध्याय। हरि हरि उपनयतु मङ्गलम व सकल जगन मङ्गललाय श्रीमान दिनकर किरण निबोधित नवनलिन दल निवेक्षण कृष्ण काले वर्षतु पर्जन्य पृथ्वी सस्यशालिनी देशोऽयं क्षोभरहितो ब्राह्मणः सन्तु निर्भया अपुत्राः पुत्रिणः सन्तु पुत्रिणः सन्तु पौत्रिणः निर्धनाः सदना सन्तु जीवन्तु शरदां शतम् तत्रैव गङ्गा यमुना च तत्र गोदावरी सिन्धु सरस्वती च तीर्थानि सर्वाणि वसन्ति तत्र यत्र आचुतु द्वारकथा प्रसङ्गः या कुन्देन्तु तुषारहार धवला या शुभ्रवस्त्रावृता या वीणा वरदण्ड मण्डिताकरा या श्वेत पद्मासना या ब्रह्मा शुद्ध शङ्कर प्रविदै वै सदा वन्दिता सा मां तु पातु सरस्वती भगवती निशेष आद्यपः कायेन वाचा मनुष्यद्रायर्वा बुद्धात्मना वा प्रकृति स्वभावात् करोमि यद्यत् सकलं परस्मै नारायण रेति समर्पयेत। बोलिए श्री स्वस्तानी भगवती को। पौष शुक्ल पूर्णिमाबाट माघ शुक्लसम्म पौष शुक्ल पूर्णिमाबाट माघ शुक्लसम्म स्वस्तानीको व्रत कथा भक्त जनजमा भक्त सुन्न चाहनी स्वस्तानी कहानी 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 भक्त सुन्न चाहनी हे भगवान स्वस्तानी कहानी भक्त सुन्न चाहनी 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 स्वस्तानी कहानी भक्त सुन्न चाहनी। हरे नारायण हरि हरे। हात गोडाका नङ काटे सफा शुद्ध भएर हात गोडाका नङ काटे सफा शुद्ध भएर स्नान गर्नु शुभ शुभ। एक गङ्गाजीमा गएर गङ्गाजीलाई नुहाउने हामीले धर्म पाउने गङ्गा जलले 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 नुहाउने हामीले धर्म पाउने
सङ्कल्प स्वस्थानी मातालाई गर्नु पर्छ सङ्कल्प स्वस्थानी मातालाई निराहार व्रत बस्नु फल र जल खाए उनकै भजन गरेर हे भगवान जानी हो मरेर उनकै भजन गरेर 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 हे भगवान जानी हो मरेर उनकै भजन गरेर 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 हरे शङ्ख चक्र पञ्चपात्र फुलको आसन शङ्ख चक्र पञ्चपात्र हे फुलको आसन श्रीखण्ड र केसरी हे धूपको बासना ओमकार लेख्नु थालीमा वर्षादी डालीमा ओमकार लेख्नु थालीमा वर्षादी